नमस्ते, म राहुल पाण्डे तथा सम्पूर्ण सर्वहाको टिमबाट फेरि पनि तपाईँलाई स्वागत छ र आज तपाईँहरू माझ एउटा सर्ट भिडियो लिएर म उपस्थित भएको छु। र यो रहेको छ तपाईँहरूलाई जानकारी नै छ, तर कोही पनि नछुट्युन् भन्ने हेतुले चाहिँ यो आज म सर्ट भिडियो बनाइरहेको छु। र यो रजिस्ट्रेसन ब्रिटिस आर्मी सिङ्गापुर पुलिसको रजिस्ट्रेसन 2025-26 को लागि सुरु भइरहेको छ। आउने डेट हेर्ने हो भने तपाईँको फागुनको 17 गते 2081 सालदेखि चैत्र 17 2081 सालसम्म रहेको छ। लगभग अब हामीसँग अब एराउन्ड अ विक, एक हप्ता मात्र बाँकी छ र यसको लागि धेरै कुराहरू चाहिएन, कुनै डकुमेन्टहरू आवश्यक भएन। मात्र तपाईँको चाहिँ आफ्नो नाम, ठेगाना, त्यस्तै गरी तपाईँको चाहिँ ग्रेड के छ, त्यही कुराहरू मात्र तपाईँको चाहिँ समावेश गरेर चाहिँ गर्न सक्नुहुनेछ। र तपाईँको आगामी दिनमा फेरि तपाईँहरू माझमा यसपालिको सेलेक्सनमा के फरक छ, डकुमेन्टहरूको कति केही इस्युहरू आइरहेको छ, स्पेसल्ली पासपोर्ट र नागरिकताको धेरै इस्युहरू आइरहेको छ। त्यस विषयमा त्यस्तै गरी तपाईँको बसिसाएको विषयमा पनि केही समस्याहरू आइरहेको छ। त्यो कुराहरू, त्यस्तै गरी तपाईँको फिजिकल एडुकेसनको कुराहरू, प्रोसेसको विषयमा फेरि पनि अरू जानकारीहरू लिएर आउने नै छौँ। र तपाईँहरूलाई कुनै पनि जानकारी चाहिएको खण्डमा अथवा कुनै पनि कुराहरू कन्फ्युजन भएको खण्डमा चाहिँ तपाईँले सदरमुकाको कुनै पनि शाखा कार्यालय अथवा हेड अफिस पोखरामा सम्पर्क गरेर अथवा तपाईँले चाहिँ म्यासेज गरेर पनि अथवा कल गरेर तपाईँले चाहिँ जानकारी लिन सक्नुहुन्छ। र केही कन्फ्युजन छ भने तपाईँले हाम्रो सदरमुका हेड अफिसको फोन नम्बर रहेको छ 9853131401। हजुर, 9853131401 मा हेड अफिस पोखरामा कल गरेर तपाईँले चाहिँ बुझ्न सक्नुहुन्छ। यदि कुनै कन्फ्युज छ भने सदरमुकाको कुनै पनि तपाईँको चाहिँ सोसियल मिडियामा गएर पनि सोध्न सक्नुहुन्छ। र मैले जुन भने नम्बर त्यसमा वाट्सएप पनि छ, भाइबर पनि छ, अथवा सदरमुकाको पेजमा मेसेन्जरमा गएर पनि तपाईँले चाहिँ सोध्न सक्नुहुन्छ। र फेरि पनि तपाईँहरूलाई अहिले चलिरहेको अथवा चल्न गइरहेको एससी, त्यस्तै गरी +2 को लागि पनि 11-12 को लागि बेस्ट विसेस भन्न चाहन्छु। र इन्टेक 2025-26 को लागि पनि बेस्ट विसेस भन्न चाहन्छु। र अरू केही कुराहरू प्रत्यक्ष जानकारीको लागि हामी अर्को भिडियोमा भेट्ने बाचाका साथ म राहुल पाण्डे तथा सम्पूर्ण सदरमुकाको टिम आज यही बिदा हुन्छु। जय गोर्खा, शरणी गोर्खा।